पैयुँ हटिया नेवा खलको चाहिँ अध्यक्ष हुनुहुँदो रहेछ। यो नेवारहरूको बसाइ भएको ठाउँलाई प्राय हटिया भनेर यो राख्ने कारण चाहिँ के हो? यो हटिया भन्ने बित्तिकै एउटा के हुन्छ भन्दा पहिला हाम्रो बाजे जुजु बाजेहरूले किन भन्दा समथलभन्दा उच्च भागमा जस्तो डाँडा जस्तो भागमा बसोबास गर्नेलाई हटिया भन्ने चाहिँ मैले बुझ्थेँ सानो सानोमा। र अहिले विशेष गरेर बुझ्दै जाँदा त्योभन्दा नि नेवारहरूको बस्तीमा चाहिँ पनि हाम्रो जति पनि नेवारहरूको बस्ती छ बिचमा बाटो र दायाँ बायाँ घरहरू बनेर बसेको ठाउँ छ। र त्यो जति पनि हाम्रा नेवारहरू त्यो ठाउँमा बसिराख्दाखेरि विशेष गरेर व्यापार, हामी नेवारको विशेष गरेर व्यापार नै हो, व्यापार गर्ने ठाउँ। र यसलाई जोडेर हाट बजार पनि भनिँदो रहेछ, जहाँ हाट बजार गरेर बसेको हुन्थ्यो हाम्रो नेवार जति पनि नेवारी दाजुभाइहरूले, त्यो ठाउँलाई हटिया भनेर भनिँदो रहेछ। विशेष गरेर बजार व्यवसाय गरेर बसेको ठाउँलाई। ए अनि यो नेवा खल भनेको चाहिँ सबैले बुझ्ने भाषामा के भनेको यो चाहिँ? यो नेवा नेवा भन्ने बित्तिकै हामी नेवार नै भइहाल्यौँ होइन। खल भनेको एउटा संस्था। नेवा खल पनि हुन्छ, नेवा पुछ पनि हुनेछ होइन, अरू पनि छ। यही खल पुछ भनेकै हाम्रो एउटा यो संस्था। अनि यो पैयुँ हटिया नेवा खल भन्ने संस्थाको स्थापनाको आवश्यकता किन महसुस भयो? यो संस्था स्थापनाको मर्म चाहिँ के हो? विशेष गरेर हाम्रो यो पैयुँ हटिया नेवा खल त अब योभन्दा धेरै वर्ष अगाडि भन्दा 2056 सालतिर हाम्रो एउटा संस्था गठन भएको थियो र संस्था गठन भइसकेपछि अब हाम्रो नेवारहरूको विभिन्न भनौँ न अब तपाईँहरूको जात्रा भयो, लाखेनाच भयो, विभिन्न कार्यक्रमहरू हुन्छ। त्यसैले गर्दाखेरि हामीलाई चाहिँ यो विधिवत रूपमा जानको लागि पनि हामीलाई संस्था आवश्यक परेकोले र गर्नुपर्छ भन्ने मान्यताले गरियो। अब यसको के छ त काम चाहिँ? अरू त्यही के अरे विभिन्न महोत्सवहरू अथवा विभिन्न जात्राहरू आयोजना गर्न मात्रै हो कि अरू पनि केही हुन्छ? यसले केही गर्छ? अरू पनि अब जस्तै भनौँ न, अब हाम्रो संस्थाले अब हाम्रै संस्थाभित्र कसैले एउटा प्रस्ताव राखेदेखि निवेदन दिएदेखि हामीले चाहिँ भनौँ गरिब निमुखा होइन, अपाङ्ग यस्ता अशक्तहरू जति पनि छन् यीलाई पनि हामीले सहयोग गरेका छौँ, गरिरहेका पनि छौँ। यो कहाँसम्म यसले भौगोलिक हिसाबले कहाँसम्म समेट्छ? यसले अहिले हाम्रो माथि वाससम्म र हाम्रो यता अहिले चौकी भन्नु पर्यो, चौकी र हाम्रो सेरोफेर यही हाम्रो यो अब यो हाम्रो यसलाई भन्छ हाम्रो ओल्लो हटिया पल्लो हटिया। हामी नेवारहरू यति नै छौँ, यति नै हाम्रो नेवार दाजुभाइहरू बिचमा, यहाँको दाजुभाइहरूको बिचमा भावनात्मक एकता होइन कायम गर्नको लागि संस्थाले एक ढङ्गको भूमिका खेल्छ। कति वर्ष हुन्छ यो कार्य समितिको पदावधि? हामीले यो कार्य समितिको पदावधि चाहिँ हामीले 3 वर्ष चाहिँ गरेका छौँ। र है यो अब हाम्रो योभन्दा अगाडि हाम्रो संस्था चाहिँ एउटा विघटन हराएको संस्था पनि हो। र यसलाई फेरि सबै हाम्रा अभिभावकहरू होइन, मान्यजनहरू, आदरणीय ढम्बुवाहरू, दमाङहरू, काका काकी यी सबै हाम्रा आदरणीयहरूले हाम्रो यो गत वर्षभन्दा अगाडिको वर्ष चाहिँ अब हामीले यो संस्था नरहने भयो, यसलाई चाहिँ फेरि हामीले गर्नुपर्छ, जोगाउनुपर्छ भनेर फेरि हामीले आफ्नो सल्लाह अनुसार गरेर अहिले हामीले यो संस्थालाई चाहिँ भनेको संस्थाले पुनर्जीवन पाएको हो। पुनर्जीवन पाएको यो एउटा चाहिँ हाम्रो चाहिँ हराइसकेको संस्था हो। र यसपछि चाहिँ हामीले कर्मशः अब यो संस्थामा अब कार्यक्रम पनि गरियो हामीले, अब जस्तै होइन विभिन्न कार्यक्रमहरू गरियो, खेलकुदहरू पनि गराइयो नेवा खलले, यस्तो कामहरू भइरहेछ। अनि
भनेपछि अब यसलाई चाहिँ यसले सामाजिक काम पनि गर्छ सामाजिक काम पनि गर्छ, गर्ने अठोट नै हो। अनि सबै अरू चिज। सांस्कृतिक रूपमा यहाँ हटियाको अर्थात् नेवार समुदायको संस्कृतिहरूको चाहिँ नि पुनर्जगेर्ना होइन जगेर्ना गर्ने सम्वर्धन गर्ने संरक्षण गर्ने यो त हाम्रो संस्था हराइसक्दा पनि हामीले यो गरेकै थियौँ, किन भन्दा हाम्रो यही वल्लो हटिया पल्लो हटिया हाम्रो नेवार दाजुभाइहरू आदरणीय सबैहरू मिलेर हामीले यो गरेका पनि थियौँ र अझ हामीले यसलाई चाहिँ हामी स्थापित गरिसकेपछि अझै हामी अग्रसर भयौँ, अझै हामीले यसलाई थप व्यवस्थित भयो। व्यवस्थित गरेर गरिरहेका छौँ, भइरहेको पनि छ, हुनेछ। तपाईँ कृष्ण प्रसाद श्रेष्ठ कृष्ण प्रसाद श्रेष्ठ अँ, र मलाई दीपक पनि चिन्दै गर्नुहुन्छ है धेरैले। दीपक भनेर है हजुर, हस् थ्याङ्क यू ओके, धन्यवाद।